हेलो नमस्ते सबैजनालाई के छ खबर सन्चै अनि आरामै हुनुहुन्छ होला भन्ने आशा लिएको छु हैन। महिला मान्छे नहुँदा त गाह्रो पर्दो रहेछ खाना बनाउँदै छु हैन। आजको खाना एकदम मिठो बनाउने भन्ने प्लानिङ चाहिँ बनाइरहेको छु, तर कस्तो बन्छ हैन लास्टसम्म भिडियो हेरेर साथ दिनु होला है। के परिकारहरू बन्छ र कस्तो कस्तो तरिकाले बनाइन्छ हैन, लास्टसम्म देखाउने छु, हेरौँ है त। यहाँ चाहिँ टक्क मासु फ्राई गरिन्छ हैन, एकदम लालो बनाएर मासु फ्राई गरिन्छ अनि प्याज हालिन्छ हैन, प्याज चलाइन्छ टक्क हैन। प्याजले चलाइसकेपछि टमाटर राखिन्छ। टमाटर राखिसकेपछि हाम्रो स्टु बन्छ अनि त्यसपछि खाना हाल्छौँ अनि टक्क मासु हाल्ने हो अनि ड्याम खाने हो भात र मासु लुच्चा। कस्तो लाग्छ भिडियो? जस्तो लाग्छ त्यस्तै कमेन्ट गर्नु नबिर्सिनु होला है।